हेलो साथीहरू, वेलकम टु माई च्यानल लोकसेवा प्लान एन्ड प्रोसिड। यो अस्ति नैको ब्लग हो कि आज बल्ल एडिट गर्न पाइरहेको छु म। घरमा बस्दा चाहिँ त्यस्तै हुने रहेछ कि यता उता भनेर अनि म घर आएको छु कि अनि घरमा रेडी सेडी भएर हेर्नु न मेरो बदैनी कसरी हेरिरहेछ। अनि हाई गर भनेको अनि हाई गरिरहेछ कसरी हेरिरहेछ कि खाइदेला जस्तो। अनि त्यसपछि एक्सक्युज मी म चिया खान्छु। लिपस्टिक लगाउँदैगा बिग्रिन्न खाना। अनि मैले चिया खाँदा लिपस्टिक बिग्रिन्छ भनिरहेको थिएँ कि मेरो बदैनी एकदम अब्सेस छ लिपस्टिकसँग। अनि त्यसपछि चिया खाएपछि एकछिनपछि मैले खाना लिएर आएँ र खाना खान बसेँ। अनि मेरो बदैनी एकदम चकचके छ के अनि जे पनि बोलिरहेको थियो अनि मसँग अलिकति खाना खायो, मैले खुवाइदिएँ। त्यसपछि मैले यो नयाँ प्रोडक्ट एउटा लिएर आएको थिएँ कि तपाईहरुलाई चाहिन्छ भने कमेन्ट गर्नु होला, म नम्बर छोडिदिन्छु। यो चाहिँ हेयर कर्लर प्लस ड्रायर हो कि अनि एउटा हातले चाहिँ गर्न मिलेको थिएन, त्यसैले अलिअलि मात्र गरेँ। त्यसपछि म एकछिन लाइभ गएँ पढ्नलाई होइन, त्यत्तिकै लाइभ गएँ कि अनि लाइभ गएपछि बाहिर निस्केँ। मलाई बुक माग्न थियो, बुक लिएर आएको थिइनँ नि त काठमाडौँबाट। अनि बुक लिएर आएँ मागेर दिदीसँग। अनि बुक लिएर आएपछि चेन्ज गरेँ होइन। अनि चेन्ज गरेपछि यहाँ मैले त्यो दिदीसँग प्लान्ट पनि मागेको थिएँ कि प्लान्ट थियो दिदीको घरमा। अनि दिदीले प्लान्ट पनि दिनुभयो हाँगा प्लान्टको। अनि यहाँ हेर्न सक्नुहुन्छ खरिदारको बुक जति थियो दिदीसँग सबै दिनुभयो मलाई, किनभने दिदीको इक्जाम थिएन अनि मेरो चाहिँ थियो, त्यसैले दिनुभयो उहाँले चाहिँ। एकदम हेल्पफुल हुनुहुन्छ कि मेरो साथीहरू दिदीहरू। अनि त्यसपछि म यो प्लान्टहरू लिएर गएँ छतमा लगाइदिन। यो हेर्न सक्नुहुन्छ, मलाई प्लान्ट्स रोप्न एकदम मनपर्छ कि प्लान्ट सार्न यो सब एकदम मनपर्छ। यो सबै मैले गरेको, हेर्नु कति राम्रो गरेको छ। यो चाहिँ मेरो टेरेसमा छ। अहिले पानी परेर फुलहरू नै फुल्दैन क्या खासै। प्लान्ट त यति राम्रो राम्रो छ तर फुल चाहिँ हुँदैन। अनि यो मेरो टेरेसबाट भ्यू हेर्नु पुरा कस्तो राम्रो भ्यू छ। अनि सबै प्लान्ट छ कि क्यालेन्ची रोज। अनि यो यहाँ दुईटा ल्याएको प्लान्ट चाहिँ सारिदिएँ गमलामा मैले। र यो अपराजिता फुल यसलाई चाहिँ लास्टै जङ्के थियो कि अनि साइडबाट काटिदिएको, धेरै नै भएर धेरै नै फैले थियो कि यो बिउहरू फेरि हुने, फेरि नयाँ नयाँ प्लान्ट उम्रिने धेरै हुन्थ्यो। त्यसपछि म फाइनली तल आएँ। अनि आएपछि यो नेक्स्ट डेको हो कि मलाई पासपोर्ट बनाउन जान थियो। अनि नेक्स्ट डे म गएँ कलैया पासपोर्ट बनाउनको लागि। अनि यो बाटोको भ्यू हो। अर्को दिन गएँ, मेरो मम्मी बुवा वीरगन्जमै हुनुहुन्थ्यो र यहाँ बाटोमा चाहिँ मैले सेलरोटी तरकारी खाएँ। अनि त्यसपछि पानी परिरहेको थियो कि अनि हेर्न सक्नुहुन्छ भ्यू तपाईँले कस्तो छ भनेर। हेर्नु पानी पनि पर्यो र कलैयामा पासपोर्ट त बनेन, काम भएन। तर बुवाले 500 रुपियाँ दिनुभयो कि कलैयाको फेमस सेकुवा हो नि त, अनि गएर खाऊ भनेर भन्नुभयो। अनि गएर यहाँ यो कलैयाको फेमस सुखदेव सेकुवा पसलमा अनि प्याकिङ गराएँ कि किनभने चिकन पर्खिन थियो। अनि त्यसपछि हेर्न सक्नुहुन्छ सेकुवा मस्त पोलिरहेछ। र उहाँहरू चाहिँ मेरो मम्मी बुवा र कलैयाको बजारमा हामी। अनि यहाँ सेकुवा हेर्नु न 500 को कति छ भनेर। अनि गाडीमै खाँदै गएको कि म त बुझा र सेकुवा प्याक गराएको थिएँ। मटन सेकुवा थियो। सेकुवा चाहिँ त्यो पसलको दामी लाग्छ क्या मलाई। अनि टेस्ट एकदम राम्रो थियो। अनि बाटोमा फर्किँदा हेर्नु न मौसम कस्तो राम्रो भएको थियो कि वेदर, यो चुडियामाईतिरको वेदर हो। पानी परेर त त्यो दिन वेदर यस्तो राम्रो थियो। फेरि त्यो दिन नारायणघाटमा यति धेरै पानी परेको थियो, भयङ्कर पानी परेको थियो। र यो भ्यूसँगै आजको ब्लग सकियो। थ्याङ्क यू फर वाचिङ।